नभएर के भएर इमान छ भने तिमी एक्लो भए पनि के भएर तिमीसँग नैतिकता छ भने। धन्यवाद सर। आदरणीय प्रधानाध्यापकज्यू, सहप्रधानाध्यापकज्यू, प्रमुख अतिथि गुरुवर्ग, अभिभावकज्यूहरू तथा यस रेम्बो एकाडेमीमा अध्ययनरत गर्ने प्रिय विद्यार्थीहरू र मेरा मित्रहरूलाई कक्षा सखी छात्र एकछिन खत्रीबाट हार्दिक अभिवादन। आज म यस वक्तृत्व कला प्रतियोगितामा तीर्थ स्थान हासिल गरी केही भनाइहरू फेरि पनि भन्न गइरहेकोमा म आफूलाई धन्य सम्झन्छु। आशा छ तपाईहरूलाई मेरो विचारहरू राम्रो लागेर मेरो उत्साह बढाइदिनु हुनेछ। विद्यार्थी मानव जीवनको सबैभन्दा कोमल, महत्त्वपूर्ण, निर्माणशील चरण नै नैतिक शिक्षा हो। यस समयमा नै व्यक्तिको चरित्र व्यवहार र भविष्यको निर्देशन तय हुन्छ। यस चरणमा केवल किताबी ज्ञान हासिल गर्नु मात्र ठुलो पर्याप्त होइन, सँगसँगै नैतिक शिक्षा प्राप्त गर्नु धेरै आवश्यक पर्छ। म अब के भन्न चाहन्छु भने नैतिक शिक्षा भनेको के हो त? नैतिक शिक्षा भनेको सत्य, इमानदारी, अनुशासन, कर्तव्यनिष्ठा, सहिष्णुता, सहयोग र मानवीय मूल्यहरूको अभ्यास हो। नैतिक शिक्षाले विद्यार्थीलाई सही र गलतको भिन्नता बुझ्न मद्दत गर्छ। पढाइमा उत्कृष्ट हुनु मात्र ठुलो कुरा होइन, सँगसँगै नैतिक शिक्षा प्राप्त गर्नु पनि ठुलो कुरा हो। असल चरित्र भएको व्यक्तिले नैतिकताहरू दोहोरिन सक्छ, तर यही असल चरित्र भएको व्यक्तिले नैतिकता बढाइराख्नु पनि जीवनको वास्तविक सफलता हो। विद्यार्थीहरू भौतिक रूपमा सफलता हुँदा समाजमा उच्च शिक्षा र ठुलो पद पनि घात बन्न पुग्छ। जसरी हाम्रो जीवन आँखा बिनाको जीवन अन्धकार हुन्छ, त्यसै गरी नैतिक शिक्षा बिनाको जीवन पनि अकाल्पनिक हुन्छ। आजको यस आधुनिक र प्रतिस्पर्धी समाजमा सूचना प्रविधि त धेरै नै छन्, तर धेरै प्रविधिहरू भएका कारणले यस समाजमा पनि ठुलो असर परेका छन्। नैतिक शिक्षाले हामी विद्यार्थीहरूलाई असल आदर्श व्यक्ति बनाउन मद्दत गर्छ, जसले देश, परिवार, समाजको गरिमा बढाउँछ। अहिलेका आधुनिक प्रतिस्पर्धी समयमा धेरै थरीका सामानहरू बनेका छन्, तर यिनीहरूमा नराम्रा कुरीतिहरू र नराम्रा चिजहरू देखेर विद्यार्थीहरू धेरै बिग्रिँदै गइरहेका छन्। अन्त्यमा म के भन्न चाहन्छु भने पुस्तकबाट प्राप्त ज्ञानले मानिसलाई शिक्षित बनाउँछ, तर नैतिक शिक्षाले मानिसलाई मानव बनाउँछ। नैतिक शिक्षा यस्तो सबैभन्दा शक्तिशाली हतियार हो जसले जीवनको संसार खोल्दिन मद्दत गर्छ। म अब अन्त्यमा के भन्न चाहन्छु भने हामीले जहिले पनि नैतिक शिक्षाको आत्मसात गरौँ र उज्जवल भविष्यतर्फ अगाडि बढौँ भन्दै मेरा दुईटा शब्द यही टुङ्गाउँछु। धन्यवाद। अहिले उनले भने आफ्ना भनाइहरू मार्फत नैतिक शिक्षा के हो र कसरी पालन गर्नुपर्छ भन्ने कुराहरू गर्दै आफ्नो विचारहरू राख्दै सम्पूर्ण तीनैजना भाइ बहिनी